परमेश्वर अगाडि रहेर है म आफ्नो परिचय दिन चाहन्छु। कतिजनाले मलाई चिन्नु भएको छ, कतिजनाले चिन्नु भएको छैन। म मेरो छोटो परिचय म चाहन्छु यहाँको बिचमा। र परिचय दिनुभन्दा अगाडि जति पनि अहिले यहाँले वचनबाट सुनिसक्नु भएको छ है, विशेष गरेर अभिषेक को विषयमा अभिषेक भनेको के हो है, अनि अभिषेक चाहिँ किन लिनुपर्छ भन्ने विषयमा पनि हामीले सुनिसकेका छौँ। हामी सुन्नु भएको छ, सुन्नु भएको छ। अनि अभिषेक हामीले कसलाई दिँदैछौँ भन्ने पनि हामीले अनि चिनी पनि सकेका छौँ भाइलाई है। र यहाँ सबैजना गवाईको साक्षी हुनुहुन्छ। आमेन। अहिले हामी जतिजनाले ताली बजाउँदैछौँ नि मण्डली परिवार है, भोलिको दिन चाहिँ माथि स्वर्गमा चाहिँ गवाईको साक्षी कसको भने यावेश भाइको। हालेलुया, प्रेज द लर्ड है। अनि यावेश भाइको र उहाँको प्रिय श्रीमती अनुको जीवनको गवाईको साक्षी तपाईँ र मलाई खडा गर्नको निम्ति प्रभुले ल्याउनु भएको छ। आमेन, हालेलुया, प्रेज द लर्ड है। अनि हामी हेर्नेछौँ हाम्रो अघि नै भनिसक्नु भएको छ, सबै कुरा पास्टर पवनजीले भनिसक्नु भएको छ र हामी धेरै समय नफालिकन धेरै समय है गइसकेको छ र समयको मध्य नजर गरिकन समयको ख्याल राखिकन, किनभने यहाँहरू बिहानदेखि भोकाइ पनि सक्नु भएको छ है। त्यस कारणले गर्दाखेरि म सरासरी अगाडि बढ्नेछु मण्डली परिवार। र हामी यस ठाउँमा किन अनि चाहिँ भेला भएका छौँ अनि के कारणले भेला भएका छौँ भन्दै गर्दाखेरि विशेष आज पास्टर अभिषेकको लागि भेला भएका छौँ। हालेलुया, प्रेज द लर्ड है। हामी कहाँ छौँ भन्दाखेरि यहाँ देखिरहनु भएको छ इन्टरनेसनल होली स्पिरिट प्रेयर टावर मिनिस्ट्रीभित्र। आमेन, हालेलुया है। र परमेश्वरको भवनभित्र भेला भएका छौँ मण्डली परिवार है। र आज हामी विशेष गरेर चर्च है मण्डली परिवार भेला भएका छौँ। अनि हाम्रो अगाडि चाहिँ जिउँदो परमेश्वर छ। हालेलुया है। जिउँदो परमेश्वरको अगाडि हामी भेला भएका छौँ मण्डली परिवार। अनि उनै जिउँदो परमेश्वरको अगाडि हामी शिर झुकाइकन हामी सम्पूर्ण मण्डली परिवार है ताली बजाएर उहाँलाई स्वागत गर्छौँ। हामी अभिषेकको भागमा आइसकेका छौँ, अभिषेकको बिचमा आइसकेका छौँ मण्डली परिवार है। र आज अभिषेक मेरो परिचय दिनुभन्दा अगाडि मेरो अभिषेक लिने भाइलाई चाहिँ केही कुराहरू म सोध्न चाहन्छु। उहाँलाई पनि म तयारी भइदिनु न म विनम्र अनुरोध गर्न चाहन्छु है। तयारीका साथ बसिदिनु न म अनुरोध गर्न चाहन्छु। र मेरो छोटो परिचय तपाईँहरूको बिचमा कतिजनाले नजिकबाट चिन्नु भएको छ, कतिजनाले टाढाबाट चिन्नु भएको छ। र चिन्नुहुने हाम्रो सम्पूर्ण परमेश्वरको प्रियजन हरूले चाहिँ मलाई विशेष गरेर प्रोफेट रुथ मगर भनेर चिन्नुहुन्छ है। तपाईँहरूले मेरो परिचय धेरै ठाउँमा पनि चिनिसक्नु भएको छ है। विशेष गरेर युट्युबमा, फेसबुकमा, हाम्रो पेजहरूमा पनि देखिसक्नु भएको छ। र आज यस ठाउँमा प्रभुले मलाई खडा गर्नुभएको छ है। अनि यो पहिलोपटक होइन, कतिजनाले सोचिरहनु भएको होला पहिलो अभिषेक। र आज देख्दै गर्दाखेरि चाहिँ होचो डल्लो पुड्को है नपत्याउने देख्दै हुनुहुन्छ। अनि दाउद पनि एउटा नपत्याउने नै थियो। कसले चाहिँ विश्वास गरेको थियो दाउदलाई है, कि त दाउदले चाहिँ गोलात जस्तो शक्तिशाली व्यक्तिलाई जितेर आउँछ। हालेलुया है। आज त्यसैले आज प्रेयर टावरमा पनि प्रभुले म जस्तो सानो व्यक्तिलाई आज है यहाँसम्म ल्याउनु भएको छ। हालेलुया है। यहाँको प्रार्थनाको कारणले गर्दा र आज धेरै ठाउँमा है र धेरै परमेश्वरको अनि आज राज्यमा एउटा चेला निर्माण गर्ने निम्ति प्रभुले मलाई सहायता गर्नुभयो। आमेन, हालेलुया। र अनि गन्ती गर्नु पर्दाखेरि है, अनि अब यो मैले भन्दै गर्दाखेरि मैले मेरै बयान गरेको जस्तो हुन्छ, तर मैले एउटा गवाईको लागि मात्रै यहाँको बिचमा भन्दैछु। आजसम्म है 1.5 दर्जन लिडरहरूलाई खडा गर्नुभएको छ। आमेन, हालेलुया है। प्रभुलाई महिमा भन्छु, प्रभुको राज्यमा मण्डली परिवार है। अनि उहाँको राज्यमा अनि उहाँको पुजारीहरूलाई खडा गर्नको निम्ति प्रभुले यस ठाउँबाट सहायता गर्नु। आमेन। र यो अघि नै पास्टर बाबुले भनिसक्नु भएको छ, यो हाम्रो मन मस्तिष्कले हाम्रो विचारले होइन है, यो चाहिँ परमेश्वरको आत्माले। आमेन, हालेलुया है। र
अनि सेवाकाईको बिचमा है सेवाकाईको बिचमा सेवाकाईको क्षेत्रमा हिँड्दै गर्दाखेरि भाइ यावेश र उहाँको परिवारसँग हाम्रो भेट भयो गर्दै गर्दाखेरि आज भोलि पर्सिभन्दा वर्ष नै भेट्यो आमेन हालेलुया है र आज उहाँको नजिकता र अनि उहाँसँगको सेवाको सङ्गति गर्दै गर्दाखेरि उहाँभित्र हामीले एउटा गुण पायौँ कस्तो गुण भन्दाखेरि येशूको हालेलुया प्रेज द लर्ड है येशूमा हुनुपर्ने गुण अनि हामीले पायौँ है र अनि प्रार्थना गर्दै गर्दाखेरि एक्कासी प्रभुको आत्माले मलाई देखाउनु भयो भाइ यावेशको फेसलाई है यो 3.5 महिनाको यो दर्शन मेरो जीवनमा आयो है अनि भाइ चाहिँ एकदमै एउटा चाहिँ फेस एकदमै त्यो ज्योतिले भनेको है उज्यालो फेस अनि त्यो हँसिलो मुहारमा भाइ चाहिँ अनि हिँड्दै हुनुहुन्थ्यो हाँस्दै हुनुहुन्थ्यो है अनि पछाडि चाहिँ धेरै मानिसहरू पनि थियो है यस्तो दर्शन आयो मण्डली परिवार है धेरै कुराहरू छ म सर्टकटमा भन्न चाहन्छु समय खेर नफालिकन अनि प्रभु यो दर्शन चाहिँ के हो है अनि किन प्रभु तपाईँले भाइ यावेशलाई मेरो जीवनमा देखाउनु भयो है उसको फेस चाहिँ यति टल्किरहेको थियो जसले मूसाको फेसलाई इजरायलीहरूले हेर्न सकेन आमेन है त्यसरी उहाँको फेसहरू चाहिँ टल्किरहेको थियो गर्दै गर्दाखेरि अनि परमेश्वरसँग म बसेँ प्रार्थनामा बसेँ है 3 महिना 3.5 महिना प्रार्थना बसेँ प्रभु के हो है भन्दै गर्दाखेरि चाहिँ अब चाहिँ तैँले चाहिँ त्यसलाई चाहिँ अभिषेक गर्दै हालेलुया प्रेज द लर्ड है मेरो दास चाहिँ है अनि मेरो दास चाहिँ मेरो काम गर्नको निम्ति तैँले त्यसलाई चाहिँ स्वतन्त्र गरिदिए हालेलुया आमेन यो अगमबानी चाहिँ कहिले आएको थियो भन्दै गर्दाखेरि 2025 है फेब्रुअरी 5 मा यो अगमबानी डाँडाको प्रार्थनामा आएको थियो है डाँडाको प्रार्थनामा अहिले 5 को महिना होइन 5 को महिना है 2 को महिनामा चाहिँ 3 महिना है अनि 3 महिनाभित्रको प्रभुको यो योजना आमेन है र अनि यो अगमबानी चाहिँ हाम्रो आराधक भाइ है पत्रुसबाट आएको थियो त्यतिखेर चाहिँ हामी कतिजना डाँडाको प्रार्थनामा गएको थियो हाम्रो के अरे गुरामा हिन्दू गुरामा है अनि हामी सम्पूर्ण टिमहरू डाँडाको प्रार्थनामा जाँदै गर्दा यो टिमबाट चाहिँ एकजना व्यक्ति सेवाको हुँदैछ हालेलुया प्रेज द लर्ड है तपाईँहरूले कतिको याद गर्नु भएको छ मण्डली परिवार बिर्सी पनि सक्नु भएको छ होला है र सबै कुराको योजना परमेश्वरले गर्नुहुन्छ आमेन है अनि त्यतिखेर चाहिँ आराधना गर्दै गर्दाखेरि चाहिँ को होला सबैजना सेवामा त नियुक्त भइसकेको छ है फेरि हाम्रो हिन्दूले म होला पनि भन्दै हुनुहुन्थ्यो अनि उहाँ त अलरेडी गुरामा हुनुहुन्छ है अनि त्यसपछि के हामी प्रार्थनामा बस्यौँ है को होला त हाम्रो 20 वर्ष एकजना व्यक्ति चाहिँ नियुक्त हुँदैछ है अनि सेवाको लागि तयारी हुँदैछ भने चाहिँ 3 महिनापछि त्यो दर्शन खुल्यो हालेलुया प्रेज द लर्ड अनि त्यो दर्शनको राज्य अहिले खुल्दैछ ताली बजाएर प्रभुलाई धन्यवाद आमेन हालेलुया है अनि त्यो राज्य अहिले खुल्दैछ सबै कुरा परमेश्वरको योजनामा भएको छ प्रभुलाई धन्यवाद है र मैले मेरो परिचय पनि दिइसकेको छु यहाँको बिचमा है मेरो नाम पनि यहाँको मैले भनिसकेको छु र अहिले मैले यसै इन्टरनेसनल इन्भेस्टमेन्ट प्रेटरमा एउटा प्रोफेटको सेवा गर्दैछु हाम्रो जस्तो पास्टर भाइ पास्टर बहिनी है नानी हुनुहुन्छ हाम्रो दिदीहरू प्रार्थना टिमहरू हुनुहुन्छ र नगदे अनि मेरो सेवा यसरी प्रार्थनाको झुन्डाहरू तयार गर्दै है र आज गरिब दुखीको बिचमा असहायको बिचमा अनाथको बिचमा मण्डलीको बिचमा है टुटेका फुटेका भाइहरूको बिचमा प्रभुले त्यो दिनहरूमा प्रभुले पुर्याउँदै हुनुहुन्छ आमेन हालेलुया र सुसमाचार सुनाउनको निम्ति प्रभुले डाँडा काँडा कुना कन्दरमा पनि त्यो दिनहरूमा पुर्याउँदै हुनुहुन्छ र सेवा गरि नै रहेको छु र सेवकहरू कस्तो हुनुपर्छ भन्ने कुरा पनि अघि पास्टर बाबुले भनिसक्नु भएको छ आमेन है अनि सजिलो छैन ढोका साँघुरो छ कष्ट छ तर त्यो कष्टमा पनि हामी उभिन सक्नुपर्छ अनि सुन्दै गर्दा हाम्रो आशा गुरुमा मिना गुरुमा है धेरैवटा कष्टलाई जितेर आज यो ठाउँमा आउनु भएको छ आमेन हालेलुया है उहाँ हाम्रो बिचमा गवाईको साक्षी र गवाईको पात्र पनि हुनुहुन्छ र उहाँहरूको जीवनबाट मैले धेरै ढाडसहरू पाइरहेको छु त्यो समयमा है किनभने उहाँले धेरैवटा चर्च मण्डली खडा गरिसकेर तयार पारिसकेर धेरै विश्वासको बिचमा सेवा गरेर अझ पनि कष्ट भित्रै हुनुहुन्छ त्यस कारणले गर्दाखेरि हामीले एउटा भाइलाई उत्साह दिँदै है कष्ट पनि हुन्छ दुःख पनि हुन्छ सुख पनि हुन्छ कष्ट पनि हुन्छ पीडा पनि हुन्छ दुःख पनि हुन्छ तर सबै कुरामा हामीले स्थिर रहन चाहिँ आवश्यक छ आमेन हालेलुया है र हाम्रो गुरुआमाहरूले यति धेरै स्ट्रगल गर्दै हुनुहुन्छ है धेरै हामीले प्रार्थनाको विषय सुनिरहेका छौँ बेलुका बिहान साँझ है अनि अति कष्टभित्र उहाँहरू हुनुहुन्छ र पनि उहाँहरू
आनन्दमा सेवा गरिरहनु भएको छ हालेलुया है सबै कुराहरूलाई चाहिँ के त जितेर आनन्दमा सेवा गरिरहनु अनि आज यस्तै सेवाको परमेश्वरलाई थाहा आमेन र हामी आशा गर्छ आउने दिनहरूमा हाम्रो यावेश भाइको जीवनमा यस्तै रहोस् हालेलुया आमेन है र सबै कुराहरू भनिसक्नु भएको छ ढिला नगरिकन हामी उहाँलाई अनि केही प्रश्नहरू हामी सोध्दैछौँ हामी शपथको लागि तयार हुँदैछौँ मण्डली परिवार यहाँहरू पनि अनि तयार भइदिनुहोस् भाइ यावेशको लागि प्रार्थनाको लागि तपाईँले आत्माबाट नै तयार भइदिनुहोस् म अनुरोध गर्न चाहन्छु है हुन्छ हामी एउटा छोटो भिडियो लिँदैछौँ भाइ यावेशलाई अगाडि बढ्न चाहन्छु ल अगाडि आइदिनुहोस् भाइ यावेश पत्रुस तिमी यहाँ आऊ यो भिडियो हामी उहाँलाई शपथ ग्रहण गराउनेछौँ आमेन परमेश्वरको राज्यमा है हुन्छ अब तपाईँ यहाँ बसिदिनुहोस् यहाँ प्रभुको ठाउँ है अब अहिले एकछिनमा यहाँ छ नि हालेलुया आमेन प्रेज द लर्ड है हामी भाइ यावेशलाई केही प्रश्नहरू हामी सोध्नेछौँ अनु पनि आइदिनुहोस् ल है भाइ यावेशलाई हामी केही कुरा सोध्नेछौँ अलिकति यता पर्छ त्यसरी देख्नु भएको छ सबैजनाले देख्नु भएको छ ल है हामी उहाँलाई सोध्नेछौँ के परमेश्वरबाट तपाईँलाई यो सेवाको लागि बोलावट भएको छ ठुलोसले भन्नुहोस् ल हुन्छ हामी सबैजनाले अगाडि अगाडि है उहाँलाई हामी सहायता गर्नेछौँ फेरि हामी सोध्नेछौँ ल के परमेश्वरबाट तपाईँलाई यो सेवाको लागि बोलावट भएको हो बोलावट भएको हो ताली बजाउनु के तपाईँ बाइबलको सत्यतालाई दहिलो साथ थामी राख्ने नैतिक र आत्मिक बन्धन नभएको यस सेवाको काम गर्ने चाहना भएको पैसाको मोह नगर्ने मदपान नगर्ने एउटै स्त्री र एउटै पत्नी र आज्ञाकारी छोरा छोरी भएको र बाहिरका दृष्टिमा असल ख्याति भएको व्यक्ति तपाईँ हुनुहुन्छ हामी ताली बजाउँ है हुनुहुन्छ है दबाईको साथीहरू हुनुहुन्छ हालेलुया है हुन्छ हामी फेरि अर्को सोध्नेछौँ के तपाईँ सताव र अभाव कष्ट आपद विपदमा पनि आफ्नो बगानको हेरचाह गर्न सक्नुहुन्छ ताली बजाउँ है सक्नुहुन्छ है हालेलुया है हुन्छ हामी अर्को सोध्नेछौँ फेरि पनि के तपाईँ मण्डलीको नियम र परमेश्वरको नियमभित्र परमेश्वरको भयभित्र रहेर प्रभुको आज्ञाको पालन गर्न सक्नुहुन्छ आमेन सक्छु आमेन हालेलुया है अनि के तपाईँले अनाथ विधवा टुरा टुरी गरिब रोगी बिमारीको पनि राम्रो ख्याल गर्न सक्नुहुन्छ आमेन सक्छु हालेलुया ताली नै पुगेन हालेलुया परमेश्वरलाई महिमा भएको छ है र म यूहन्नाको 21:15 पदलाई पनि उहाँहरूको जीवनमा म बोल्न चाहन्छु है अनि येशू क्रिस्टले दिनुभएको अन्तिम सन्देश म उहाँलाई पास्टर बाबुले पल्टाइदिनुहोस् यूहन्नाको पुस्तक 21:15 पदलाई हामी उहाँलाई येशू क्रिस्टले दिनुभएको अन्तिम सन्देश है त्यो सन्देशलाई हामी हेर्नेछौँ त्यो सन्देश चाहिँ के हो र उहाँ त्यो सन्देशको आज्ञाको पालन उहाँले गर्न सक्नु कि हुन्छ कि हुन्न भन्ने विषयमा हामी उहाँलाई शपथ ग्रहण गराउनेछौँ हुन्छ हामी यो पदलाई हेर्नेछौँ हामी सबैले ध्यान दिएर सुन्नेछौँ 15ले चाहिँ के भन्छ भने जब तिनीहरूले खाइसके तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो यूहन्नाका छोरा सिमोन के तिमी मलाई बाबुको नाम यावेसलाई भन्दै हुनुहुन्छ यूहन्नाका छोरा सिमोन के तिमीलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? 15 पदमा
म गर्छु। तिनले उहाँलाई भने ज्यू प्रभु। उहाँले भन्नुहुन्छ ज्यू प्रभु। ज्यू प्रभु। तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। तपाईँले भन्नु। आमेन। उहाँले तिनलाई भन्यो मेरा पाठाहरूलाई खुवाऊ। ज्यू प्रभु। येशू ख्रीष्टले फेरि पनि अन्तिम सन्देश दिनुभएको छ र त्यो सन्देश हाम्रो बाबुको निम्ति फेरि पनि हामी रिलिज गर्नेछौँ। आमेन, हालेलुया है। अनि हामी भन्नेछौँ सिमोन नाम चाहिँ तर हामी याबेस भन्नेछौँ ल। भाइ याबेस है भन्नु हुँदैछ मेरो पाठहरूलाई के तिमीले असलसँग हेरचाह र खुवाउन सक्छौ? ज्यू प्रभु। आमेन, हालेलुया। फेरि पनि भन्नुभयो दोस्रो पल्ट है, फेरि पनि भन्नुभयो याबेस के तिमी मलाई प्रेम गर्छौ? ज्यू प्रभु। हालेलुया, ताली बजाइदिनु। आमेन। फेरि पनि उहाँले भन्नुभयो मेरो भेडाहरूलाई हेरचाह गर। हालेलुया। हेर्नुहोस् त, मेरो भेडाहरूलाई र मेरो मण्डलीलाई हेरचाह गर। आमेन, हालेलुया है। र उहाँले तेस्रो पल्ट अब तेस्रो शपथ सुन्नुहोस् है, भन्नुभयो याबेस के तिमी मलाई प्रेम गर्छौ? ज्यू प्रभु। हालेलुया। आमेन। हामी लगत्तै हामी अभिषेकको सेवाभित्र हामी जाँदैछौँ। मण्डली परिवार सबैजना गवाईको साक्षी हुनुहुन्छ। हाम्रो कुरामा अलि नथिलाइदिनुहोस्। हामी मोमबत्ती पनि बालेछौँ। यो एकदमै है आशिषमय सेवाभित्र छौँ। उहाँको अब अभिषेकको तयारी हुँदैछ। मण्डली परिवार हामी सबैजना अगाडि आइदिनेछौँ। हुन्छ, तपाईँहरूले एकदमै मन पनि तयारी हुनुहोस् ल। तबै अभिषेक हुँदैछ है, एकदमै अभिषेक हुँदैछ। उहाँलाई अभिषेक गर्दैछौँ। त्यो मोमबत्ती जसै बाल्छ है परमेश्वरको ज्योतिको उपस्थितिमा। हालेलुया, आमेन। किनभने यहाँ ज्योति प्रकट भएको छ। हालेलुया है। यो खुसीको माहौल, यो खुसीको समय छ मण्डली परिवार है। र आज हाम्रो सबैले मलाई चिन्नुहुन्छ र है आज म आफै है प्रोफेट रुथ मगर पिता पुत्र पवित्र आत्माको नाउँमा उहाँलाई पास्टर अभिषेक गर्दैछु। हालेलुया, आमेन है। ताली बजाइदिनु है। र उहाँलाई अभिषेक गर्दैछौँ सुसमाचार फैलाउनको निम्ति र है जुन अधिकार उहाँले मलाई दिनुभयो र उहाँ अधिकार दिने परमेश्वरको नाउँमा। अनि म उहाँ आफैलाई पनि है उहाँ आफैलाई पनि प्रभुमा मानिसहरूलाई अगुवाई गर्न र एउटा बालक जन्मेदेखि है नमरिनेसम्म गर्नुपर्ने सम्पूर्ण धार्मिक तथा सामाजिक कार्यहरूका साथै एउटा सेवकले पाउनुपर्ने सम्पूर्ण अधिकारहरू पवित्र धर्मशास्त्र बाइबलमा रहेर दिँदैछु। हालेलुया, आमेन। ताली बजाउनु परमेश्वरलाई है। यो तपाईँको अधिकारलाई पैसा कमाउन, अरूमाथि है अत्याचार गर्न, अधिकार जमाउन वा कुनै पनि अनुचित लाभको निम्ति प्रयोग नगर्न हुन म परमेश्वर र यतिका गवाईहरूका सामने कडा आज्ञा दिँदछु। सुन्नुभयो? सुन्नुभयो? तपाईँहरू गवाईको साक्षी हुनुहुन्छ है। उहाँहरूको बिचमा तपाईँहरू गवाईको साक्षी आदरणीय धर्मगुरु हुनुहुन्छ। हालेलुया, आमेन। र उहाँहरूलाई म एकदमै कडा चेतावनीको साथमा है मलाई अभिषेक दिने पास्टर हुनुहुन्छ, पास्टर बुवा है, मेरो नजिकमा बस्न लजाउनुहुन्छ है। मेरो नजिकमा बस्न लजाउनुहुन्छ। किन भन्दाखेरि नि जसलाई मैले अभिषेक दिने त्यो स्त्री चाहिँ मैले मभन्दा महान ठाउँमा छ। हालेलुया, आमेन है। यो प्रकारले उहाँ एकदमै लज्जित हुनुहुन्छ। अनि कतिपल्ट यहाँ आउन अन्कनाउनुहुन्छ किनभने मैले भन्दा धेरै काम गरेको छ। हालेलुया, आमेन। अनि दुई ठाउँमा म यो परिवारलाई दिन चाहन्छु। हालेलुया, आमेन है। योहना 14 को 13 पदलाई म उहाँको जीवनमा रिलिज गर्न चाहन्छु। हालेलुया, आमेन है। मैले भन्दा धेरै काम
काम गर्नेछ हालेलुया आमेन है यो देश नेपालमा हरेक ठाउँमा राष्ट्रमा है विश्वमा उहाँले धेरै काम गर्नुहुनेछ हालेलुया आमेन म त्यो अभिषेकलाई बोल्दछु हालेलुया आमेन है धेरैजना मण्डली परिवार मलाई बत्तिसमा दिनुहुने हाम्रो पास्टर बुवाहरू एल्डर डिकन हुनुहुन्छ है आज उहाँहरू पनि मेरो जीवनलाई हेरेर लज्जित हुनुहुन्छ हालेलुया आमेन है लज्जित हुनुहुन्छ आज यो छोरी जसलाई हामीले हुर्कायो है जसलाई हामीले बत्तिसमा दियो त्यो छोरी आज है यस ठाउँमा हुनुहुन्छ है र आज हामी जहाँको त्यही छौँ है अनि उहाँहरू यति धेरै चाहिँ प्राउड हुनुहुन्छ मलाई देख्दै गर्दाखेरि हालेलुया आमेन अनि त्यो कुरा उहाँहरूको जीवनमा देख्न चाहन्छु हालेलुया आमेन हालेलुया है शक्तिशाली महान कामहरू चाहिँ उहाँको जीवनमा चाहिँ देख्न चाहन्छु र परमेश्वरको इच्छा पनि त्यही हो हालेलुया आमेन है र आज उहाँलाई म एउटा कडा चेतावनीको साथ है आज प्रभुमा भएर परमेश्वरमा भएर मण्डली परिवार किनभने आज धर्मशास्त्र है परमेश्वरको वचनमा जिउनको निम्ति सजिलो छैन अहिले पास्टर बुवाले भनिसक्नु भएको छ आमेन गाह्रो छ कष्ट छ कठिनाइ छ अनि त्यसमा थुप्रै कुराहरू आउँछ हामीलाई भुल्याउने कुराहरू लोभ लाग्छ कुराहरू है हामीलाई प्रभुबाट टाढा लाने कुराहरू आज धेरैवटा मण्डली खाली भएको छ मण्डली परिवार नट जोकिङ यो कुनै जोकिङ होइन है धेरै मण्डली टुटेको छ फुटेको छ आज धेरै समस्याहरू परिस्थितिहरू धेरै गाह्रो अवस्थाहरू कठिन अवस्थाहरू छ धेरैले परमेश्वरको राज्यलाई छोड्दै गएको छ है धेरै परमेश्वरको राज्यलाई चाहिँ के त त्याग्दै गएको छ मण्डली तर आज मैले उहाँहरूको घरमा हिँड्न जाँदै गर्दा म आफै पनि गएको होइन म मेरो इच्छाले पनि गएको होइन त्यस ठाउँमा प्रभुको आत्माले उहाँहरूको घरमा मलाई लानुभयो र त्यस ठाउँमा टाढोको प्रार्थनामै उहाँको जीवनमा प्रभु बोल्नुभयो म मेरो इच्छाले बोलिनँ हालेलुया आमेन है जाँदै गर्दाखेरि उहाँको जियाई उहाँको हिँडाइ उहाँको बसाइ उहाँको जिउने सबै कुरा छ नि एकदमै कष्ट छ मण्डली परिवार एकदमै दुःखमा उहाँहरू चिरहरू भएको रहेछ अनि मण्डली परिवार अनि साँच्चै त्यो कुरा चाहिँ परमेश्वरले मन पराउनु भयो हालेलुया आमेन अनि त्यस्तै सेवकहरू प्रभुले चाहनु भएको छ र त्यस्तै सेवकहरू परमेश्वरलाई खाँचो छ कष्टमा पनि उभिने सेवक हालेलुया आमेन र त्यस्तै होस् भनिकन हामी उहाँको जीवनमा हामी बोल्दछौँ हालेलुया आमेन हुन्छ हामी अभिषेकको तयार हुनेछौँ आशा गर्छु है यहाँहरू एकदमै प्रभुको डरमा प्रभुको भयमा है परमेश्वरको आज्ञाकारितामा जिउनु भएको होस् मण्डली परिवार जसरी मेरो पास्टर थिए मेरो अगाडि लज्जित हुनुहुन्छ अनि म पनि यहाँको अगाडि लज्जित हुन सकौँ यहाँको अगाडि म निहुन सक्छु हालेलुया आमेन म सदा यहाँको अगाडि निहुन सकौँ ताकि उहाँले धेरै फल फलाएको देख्दै गर्दाखेरि आज स्वर्गमा पनि आनन्द होस् हालेलुया आमेन प्रभुलाई महिमा भएको होस् र आउनुहोस् हामी आशा गरौँ उहाँको जीवनमा प्रभुले चाहेको जस्तै जीवन होस् र प्रभुले खोजेको जस्तै जीवन होस् हालेलुया आमेन यो खुसीको अवसर छ मण्डली परिवार हालेलुया परमेश्वरको राज्यमा प्रभुको राज्यमा एउटा पुजारी खडा हुँदैछ हालेलुया कठिन अवस्था प्रभुको राज्यमा कोही पनि हिँड्न सक्दैन हालेलुया र उहाँ हिँड्दै हुनुहुन्छ उहाँ आगोमा हिँड्नुहुन्छ काँडाको बाटोमा हिँड्दै हुनुहुन्छ हालेलुया हालेलुया है प्रभुलाई महिमा भएको होस् आउनुहोस् हामी अभिषेकमा जाँदैछौँ हामी अभिषेकको निम्ति यसलाई प्रार्थना गर्नेछौँ सबैले हात उठाइदिनुहोस् त्यहीँबाट हाम्रो भिडियो चाहिँ एकदमै राम्रो निकाल्नुहोस् ल यो गवाईको लागि है यता फर्काइदिनुहोस् न हजुर प्रभु धन्यवाद छ हाम्रो कुरा गरेर पर्नुहोस् त देवा साजाएर पथिरम सेके लिखन पवित्र धन्यवाद गर्छु वार्ता पछाडिआइदिनुहोस् त हालेलुया Riva Shandana Ramakira Masheke Rikhodori Pavitra Matapana Haribati Rashu जसरी मोसाले प्रभु जसरी मोसाले परमेश्वरहरूलाई अभिषेक गरेको छ र प्रभु हे परमेश्वर तपाईको राज्यको निम्ति नृत्य गर्नुभएको छ प्रभु त्यसैले मेरो परमेश्वर यो छोरामाथि प्रभु तपाईले दिनुभएको अधिकारलाई म प्रभु आज परमेश्वर हो प्रभु तपाईले दिनुभएको अनुमतिलाई आदिको पालना गर्दै जाऊ तिम्रो चाहिँ मेरो नाम सुसमाचार सुनाउन पिता पुत्र पवित्र आत्माको नाम बत्तिसमा दिएर चेला बना प्रभु तपाईको महान आज्ञाको पालना गर्दैछु म आफै पनि हे प्रभु मलाई क्षमा दिनुहोस् मेरो प्रभु हे परमेश्वर मेरो घमण्ड मेरो अहंतामा होइन प्रभु हे परमेश्वर म नम्र भइकन म मेरो हृदयहरू सबै टुक्राइकन छोटो भइकन हे परमेश्वर प्रभु म उच्चीकन प्रभु आज तपाईँलाई उच्चारण गर्छु प्रभु यो समय यो मौका तपाईँले दिनुभएको धन्यवाद र आज
खाने गुरुआमा गुरुबुवाहरू प्रभु टाढाबाट आउनुभएकोमा धन्यवाद प्रभु। तपाईँले गवाईको साक्षीको निम्ति आशिषको निम्ति प्रभु ल्याइदिनु भएकोमा धन्यवाद दिन्छु प्रभु। धन्यवाद दिन्छु मेरो परमेश्वर पिता। सबै प्रभु तपाईँको हातमा राख्दछु। ओ येशू प्रभुको नाममा अभिषेक गर्नेछु ल। ठाडो गर्नुहोस्, एकदमै राम्रो गीत है। आएको छ सबैले ताली बजाऊ है। जसरी प्रभु ओ प्रभु हातको प्रभु शिरदेखि प्रभु ओ प्रभु त्यो दाढीसम्म बगेको त्यो आशिष छोरामाथि म बोल्दछु मेरो परमेश्वर ओ प्रभु यो छोराले प्रभु हे परमेश्वर अब जुनै ठाउँमा हातहरू राख्दछ जुनै ठाउँमा प्रभु परमेश्वर प्रभु घोडा टेक्दछ प्रभु त्यो ठाउँमा अब बादलहरू पर्नु पर्छ हे परमेश्वर अब त्यो अभिषेकमा म बोल्दछु प्रभु त्यो शक्तिमा म रिलिज गर्दछु त्यो सामर्थ्यमा म रिलिज गर्दछु प्रभु अधिक खानालाई बोल्दछु प्रभु त्यो अधिक खाना बोल्दछु मेरो परमेश्वर प्रभु हे परमेश्वर यो छोराले प्रभु गरिब दिन दुखीको लागि प्रभु त्यो बन्धनलाई तोड्दैछ मेरो परमेश्वर अभिषेकलाई बोल्दछु मेरो परमेश्वर अभिषेकलाई रिलिज गर्छु मेरो परमेश्वर यो छोराले जहाँ जहाँ छुन्छ मेरो प्रभु जुनै ठाउँमा प्रभु रोग बिमारी मरेका मानिसहरू प्रभु ओ कुहिएका मानिसहरू प्रभु हे परमेश्वर प्रभु हार खाएको मानिसको बिचमा यो छोराले छुँदै गर्दा यो छोराले प्रभु प्रार्थना गर्दै गर्दा प्रभु त्यहाँ अक्षयको कामहरू हुनेछ मेरो परमेश्वर उद्योगको कामहरू हुनेछ मेरो परमेश्वर प्रभु शक्तिशाली नेपाल